Hello, what's up, guys? Bro, my brother Mohammed and me going to now. Where you go, bro? You go now swimming, na? Yes. Right? Yes. You excited? Yes. So much excited. Yeah. Good. स्विमिङ खेल्न जाँदैछ एउटा म चाहिँ अहिले गर्मी हल्का चाहिँ कम भएको छ ठ्याक्क अब उता पुगेर चाहिँ देखाउनेछु है यहाँ हाम्रो अकोमोडेसनबाट चाहिँ ओन्ली 90 मिनटको रहेछ ठ्याक्क त्यहाँ पुगेर अहिले हल्का देखाउने चाहिँ गाइस तपाईँलाई बवाल भइरहेको छ अहिले मौसम नि खतरा छ नि अहिले त यतिखेर भ्याक्सिन हेर्नु सक्नुहुन्छ यस्तो बवाल छ अहिले म चाहिँ यता स्पिडतिर छु है गाइस स्पिडतिर छु ठ्याक्क यहाँको चाहिँ दुई हप्ता पनि बढी भइसक्यो हो त्यही भएर यसो समुद्रतिर बिचतिर गए चाहिँ स्विमिङ खेलेर चाहिँ आनन्द त्यहाँको अनुभव लिन चाहिँ जान खोजेको हो एकदम राम्रो मौसम यतिको ठिक छ अहिले तर दिउँसो 1-2 बजी चाहिँ एकदम गर्मी हुन्छ है बवाल लागिरहेको छ जाँदैछु म मेरो साथी र म जाँदैछु है गाइस ठाउँ त पुरा खतरा छ नि त हामी उताबाट आएको लगाएर यता जाँदैछु पुग्न लागिसके चाहिँ हामी चाहिँ स्विमिङ खेल्न जाँदै हो स्प्लिटको नजारा हेर्न सक्नुहुन्छ कस्तो छ अति बवाल छ घाम माथि छ पुग्न लागिसक्यो है घरहरू पनि सेम यस्तो दामी अति बवाल ठ्याक्क अहिले समुद्र पुगेपछि फेरि देखाउने छु म तपाईँहरूलाई के कस्तो छ भन्ने कुरा है बस्ती ठाउँ एकदम दामी छ ल स्प्लिट एकदम ब्युटिफुल प्लेस फाइनली स्विमिङ खेल्ने ठाउँ चाहिँ आइपुग्यो जस्तो छ है गाइस हो ठ्याक्कै अब यहाँबाट तल जाँदैछ हामी पुगिहाल्नेछौँ म तपाईँहरूलाई देखाउने छु है अति दामी ठाउँ नि ल स्विमिङ खेल्ने ठाउँ गाइस हामी चाहिँ जाँदैछौँ तलतिर फाइनली आइसक्यो है गाइस ठ्याक्क बिचमा दामी मोहम्मद Bro, huh? खतरा देखिरहेको छ अब चाहिँ सकेर चाहिँ अब हामी घर जाने अवस्था है गाइस मेरो साथी अब स्विमिङ गरियो अब चाहिँ जाँदैछु हामी घुमतिर है गाइस आज एकदमै बवाल चिल रमाइलो भयो गाइस अब रुमतिर जाँदैछु है
अर्को भिडियो फेरि आउनेछ, फेरि हाल्नेछु। बाई।